त्यहाँ मेरो युकिन दोस्त नि छ त्यो के त त्यो चुलबुल त्यो पागल सरी दोस्त नेपाली हो त्यो गीत यदि भइसकेको छ नि म घर जान्छु नेपाली हो नेपाली छिटी 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 Hey guys, welcome back to my new video. I'm so fit and fine होला म पनि एकदम fit and fine छु र पर्समा चाहिँ मेरो फेरि यो चाहिँ मेरो पर्स है अनि त्यो सबै छोड्दै मेरो गोजीमा राख्नु गोजी राख्नु अनि मौसम कस्तो चिल छ हेर न आज है घाम छैन म कालो देखिरहेको छु डोन्ट माइन्ड सरी त्यसलाई कान्छोमा छु नाइ सरी अनि अब धेरै वर्ष रिटर्न ब्याक भइसक्यो म छदेखि सुरु गरेँ आज प्रोग्राम छ खै के सहीजना गिटारिस्ट बजाउन लाएर गीत त्यहाँ मेरो युकिन दोस्त नि छ त्यो के त त्यो चुलबुल त्यो पागल के सरी दोस्त त्यो पनि छ होइन अनि अब त्यसकै लागि हामी जानलाई लास्ट ल्याएपछि धेरैभन्दा पनि धेरै ल्याएपछि थाहा छैन त्यहाँनिर गएर के हुन्छ मतलब प्रोग्राम सकिसकेको हुन्छ नि सक्छ प्रोग्राम सक्यो भने के भयो त जाने चिया खाएर आउने आज कन्टेन्ट त्यही हेर्नु जे हुन्छ हामीसँग बस्नु होला हेर्नु होला अनि मौसम धेरै चिल छ म पनि त्यस्तै चिल छु मान्छे साह्रो हिरो कस्तो राय मिलायो ल अब टक्क होइन म र मिजु जानलाई मेरो यस्तो हिरो भएर जानलाई म होइन थाहा छ म ग्वाच देखिरहेको छु बाइक जानलाई हो हाम्रो बाइक चाहिँ उता छ बाइक जानलाई अनि हाम्रो खरगो चाहिँ यहाँनिर छ हाई बनाउ फुच्चे ठिक छ र तपाईँहरूलाई हाई रे सन्चै छ कि छैन सन्चै हुनुहुन्छ भने सब्सक्राइब गर्नु भनेर यसले भन्यो मैले बुझ्यो तपाईँहरूले हल्का बुझेन जस्तो त्यो हल्का कनेक्सन छ क्या हाम्रो बिच ठिक छ ल म मिजु घर जान्छु मिजु लिएर हामी बजार जान्छु मौसम अलि चिसो छ कस्तो छ है पानी पनि पर्न सक्छ किन बोलिरहेको म धेरै ल गएँ ल मिजु जाऊ मिजुलाई लिनु त पऱ्यो नि त अब आफै आउँदैन त्यस्तो अन्त बाइक भइसक्यो घरमै दैलोमै आउनुपर्छ कि आमा हिरो भएर बसेर हेर्न हिरो भएर त्यहाँनिर केटी हेर्नु जाने भनेर कम बाटो छ ल अब यहाँबाट हामी जाँदैछौँ बाई बाई मिजु लास्ट हिरो भएर कहाँ हिँड्यो तपाईँ पुग्यो फाइनली हामी पुग्यौँ यहाँनिर आधी जति के भइसकेको छ मैले युकिन देखेँ मिजु युकिन देखेँ तपाईँले उता युकिन दियो त्यहाँनिर मैले चाहिँ फेरि यो सहीजनाको गिटार सितार बजाउने होइन अनि त्यो मैले चाहिँ के गरेको थियो भने नेपाली हो भने गीत सिकेर सहीसँग पहिलेदेखि आउँथ्यो नेपाली हो त्यो गीत अहिले भइसकेको रहेछ भने त्यो गीत हो कि नेपाली हो भने यदि त्यो गीत भइसकेको रहेछ भने त्यो गीत यदि भइसकेको रहेछ भने म घर जान्छु त्यो गीत एउटा सिकेर आएको छु अनि अरू त आउँदैन यस्तो भएर रहेछ हो यहाँनिर त हेर्नु कल्चरल ड्रेस लगाइरहेको कसले युकिन त्यो सेतो प्यान्ट वाला जस्तो लगाइरहेको छ मलाई किन हो त्यसो भए ठिक छ के थाहा अब आयो त राम्रो हो हेरौँ न के हुन्छ फेरि रमाइलो गर्नु पऱ्यो मान्छेहरू धेरै छ मलाई पाल्छ हामी पाल्छ कि छैन हामी पाल्छ किनकि बाइक लिएर आएको कहाँ छ मान्छे कहाँ छ मान्छे छैन नि देख्दैन मिजुले अलि कलर ब्लाइन्ड छ कि म कलर लाग्यो मिजु कुन कलर हो थाहा छैन कुन घोडी चाहिँ बहिनीहरू बिग फ्यान रे मलाई थ्याङ्क यू बहिनी खोइ बहिनीहरू बिग फ्यान रे एकदम थ्याङ्क यू म लोयल मिजु जोड्नी रहेछ त मान्छेहरू धेरै छ तर मलाई बाल छैन हामी सबभन्दा माथि गएर बस्न आयो ए यहीँ बस्ने मिजु ए भन्यो उता बिचतिर बस्नु न उनी बोल्ने छ क्या तर युकिन खोजौँ ल युकिन खोजौँ ल कहाँ रहेछ मिजु तपाईँ पनि खोज्नु म पनि खोज्छु हेरौँ खै कहाँ ए त्यो कालो उयो लाउने कालो लाउने देख्दैन भने त्यो कालो मिजु यस्तो के ज्याकेट नि त्यसले कालो लगायो मान्छे नि कालो ज्याकेट नि कालो गायो अनि यस्तो वेदर हेर्नु न वेदर नि त्यस्तै छ कि कालो घाम लागेको छैन एक त ठिकै छ यो नेपाली हो भने गीत चाहिँ गाह्रै छ भने चाहिँ म सेटिस्फाइड हुँदैन म सन्तुष्टि नै हुँदैन
हामीसँग समय धेरै छैन समय धेरै जहिले पनि पानी पर्न सक्छ त्यही भएर हामी अलिक छिटो गरौँ होइन सबैजना रेडी बस्नु होला ल रेडी बस रेडी ओए खा ओए युगिन ओए त्यो युगिन हो नि त तँ रेडी बस्छ टाढो रेडी खोइ त्यो मिन्छु उद्या सो फेरि पनि सबैजना एकछिन साइड बस्नु होला र टाइमिङमा सबै Sound system, are we ready? कुन गीत हो यो Audience, are we ready? यस अब चाहिँ युगिनले देख्छ हामीलाई युगिन हेलो ऊ गरे नेपाली हो युगिनले फाइनली हाई गऱ्यो तैँले बाँधिस् न त तैँले मेरो थुक खान्थ्यो खोलिदिन्थ्यो मैले थुक खाइदिन्थेँ थुक खान्थेँ मैले थुक त्यसले खाइदिन्थेँ थुकहरू मुखमै थुकिदिन्थेँ मैले चाँडो न यहाँ झलाइदियो सबैजना रेडी हामी पनि रेडी फेरि खुट्टा यसरी बस्नु पऱ्यो कि टक्क मिल्छ नि टक्क या यस्तो खुट्टा चाहिँ यस्तो के टक खुट्टा खोइ खुट्टा दिया त यस्तो के बन जता सुकै लैजाऊ मलाई हेर्छ त मलाई यो मन त मेरो नेपाली हो गर्व छ हाम्रो पुर्खाले कति व्यथाहरू सहेर इतिहासमा लेखेकै हो देखायो नि मिचु नै लैर मैदानबाट भागिदिन्छ न त सुनको तराजुमै बेकिदिन्छ आफ्नै अटल रहने आफ्नै कर्म यो मन त मेरो नेपाली हो गर जेवन जता सुके लैजाऊ मलाई जहाँसुकै लग्यो मलाई तर यो मन त मेरो नेपाली हो ताली सिटी सिटी गयो सिटी सिटी अझै बोल्नु न ताली पड्काउनु ताली 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 अलिक सक्दैन ताली फेरि एक हात ताली है दामी दियो केटाहरूले मैले सल्युट दिएँ तिमीहरूलाई दामीलाई सल्युट एकछिन ब्रेक भयो एकछिन अनि त्यो हामी बाहिर निस्केको पानी खान कस्तो दामी देखायो हेर्नु नि यार खै तपाईँ एकचोटि यता आउनु त अब कति पुड्को देखेँ पानी खाने अब दिदी पानी दिन्न ल मिचो एउटा खम नेपाली मान्छेहरूले यो ढुङ्गा खाएको हेर्दैछ कस्तो महँगो पऱ्यो मैले भने तपाईँ अलिक महँगो छ यो होइन मान्छेले हामीलाई हेर्दै गइरहेको छ सुन्नु न हामीलाई हेऱ्यो भने ढुङ्गा हेऱ्यो भोग्लाइरहेको छ ढुङ्गा हेरेँ सरी ल डोन्ट माइन्ड इट्स जस्ट अ जोक रे क्या साथी त्यहाँ बसिरहेको थियो अरू नपुस्नु न पुस्दो रहेछ क्या मलाई एक चान्स दिएँ मैले तपाईँलाई एक चान्स दिएँ नि फोरलाई पढ्नु नबस्ने दिनु सक्दिनँ आऊ या
एउटै कुरा लाजन मानी बोल जीवनको मलाई मेरो अब जीवनमा निद्रा सकेन कि बाइक कति गएको थियो त्यसको नम्बर प्लेट दिनु गाउँदै बिलायो तिम्रो भेटमा छु तिमीलाई साना साना काहि जीवनमा 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 बोतल मलाई देखाउनु कट डेट खतरा हाल्दै थियो भिडियो बनाएको नै छ कि control feelings and thoughts control बुझ्यो कसैको याद आएन ग्रुप के ए ग्रुप City with city. Yeah, tali. I am solid. One thing we एकदमै राम्रो भएको छ एकदम राम्रो एकैताली ओर्लमा गए सबैजनाले किस दियो मैले लास्ट अझै फेरि लास्ट अब त्यो म क्याप्चर गर्दिनँ मेरो यतिमै बेस्ट हो थ्याङ्क यू तपाईँहरूले धेरै राम्रो गाउनुभयो म यहाँ सबैलाई र सबै यो कार्यक्रमलाई म सल्युट गर्न चाहन्छु धेरै राम्रो छ मेरो त चुप्पाके तपाईँहरूलाई ल यस अहिले युगे सुगे आउँछ ल के हो दोस्त के हो हाम्रा अर्का अग्रज ब्रिटिसियन ईश्वर कुमार खड्काज्यूलाई रोन द हाउस दामी दियो त जाने घर जाउँ है ढिला भयो के धेरै राम्रो दियो पर्फर्मेन्स रोहनहरूले मेरो दोस्तले राम्रोसँग दियो दोस्त केटीको पछाडि बस्नु भिडियो गरेर गयो कि बहिनी बाई कहाँ दोस्त अनि तेरो मुखमा त क्यामेरा ल्याउँदा तँ त नर्भस साथी यस्तो के दोस्त के पो भयो बिजुले यस्तो हँसाएर त्यो हेर्नु युगिनेर ल एभ्रिवान यति भन्दै अब के भन्ने त अब मजा आयो होला मलाई त मजा आयो एकदम धेरै मजा आयो है धेरै मजा आयो कि होइन मजा आयो गइस्यो
बाई भन्छु ल अब यस्तै छ यहाँको माहौलहरू केटा दाम दियो त्यति भन्दै अब म हस्त नमस्ते जय नेपाल